पर पर लहरै असिना बल्ल बल्ल दाजुको बिहायो छैन दक्षिणा साडी लाउने पार्लरमा गएर मेकअप गर्ने कस्तो भइरहेको त छोरोको एउटै मात्र छोरोको बिहे होइन अब कस्तो फिल भइरहेको तपाईँलाई चाहिँ भोक लागिरहेछ सुन्नु है हजुर उडी उड्ने पुतलीको पानी मनी छाया छोराको भन्दा नातिको माया हजुर भतिजाको बिहे अब नराम्रो लाग्नु त कुरै छैन के गरौँ कि क्या हो यही जग्गामा सागसागको किरा किरा चाहिँ खान्छ यस्तो हामीहरूले पढेर चाहिँ उसको ग्रह चाहिँ शान्ति गर्यो बुहारीको त उसैले गर्छ नि। आज नेपालको तेस्रो दिन हाम्रो अनिल भाइको बिहेमा छ अनि यसको बिहेको चाहिँ भ्लगिङ कस्तो भइरहेछ हाम्रो अनिल भाइ यहाँ छ केटा ठिक छ नि होइन ल ठिक छ उल्टो भयो हात घुमाइ हानि कहानी छ पानी जन्मान्तर्गत हानि छ पानी सर्वणि रसन्तो प्रदक्षिणां पदे पदे अर्तो दैत्य पदार्थाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्त व्यक्त स्वरूपाय ऋषिका पतये नमः गृणा अर्घ्यमया दत्तं हृदया सहितो हरि उमया सहितो हरात मन्त्र पुष्पाञ्जलि ओम चन्द्रबालाय भूत प्रेत पिशाच राक्षस डाकिनी साकिनी बेतालादि सपरिवार मम हातची भित्र नटकटकाउ है बाहिर टकटकाउनुस् होइन नि अनि अलिकति अक्षता टिप्ने खुजुरा भने त उति छँदै थियो भित्र बस्यो हाम्रो अनिलको बिहेको आज हाम्रो गुरु चाहिँ हामीसँग हुनुहुन्छ आज के गरियो गुरु भनिदिनु त एकचोटि हामीहरूले आएर दियो कलश गणेश पूजा गरेर ग्रह शान्तिको कार्यहरू गरियो शिवजी पूजा गरेर रुद्रीहरू पढियो अब कसार बाट्ने यसो कसारको कार्यक्रमहरू पनि छ आज अब हाम्रो यहाँको पठन पाठनहरू रुद्री ग्रह शान्ति इत्यादि हामीहरूले गरिसक्यौँ राम्रोसँग पढिदिनु नि हाम्रो केटोको बिहे ठिक छैन होइन एकदम गजब नै हो 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 केटो डराइरहेछ गाडी रिसाउँछिन् भनेर अलिक त्यो पनि शान्त हुने गरी पढ्नु पर्यो नि उसैले पनि खुसी बनाउनु हामीहरूले पढेर चाहिँ उसको ग्रह चाहिँ शान्ति गर्यो बुहारीको त उसैले गर्छ नि बुहारीको कुरा अवश्य शान्ति गर्ने हो ल हाम्रो गुरु हुनुहुन्छ अहिले म सबैको लिने नै छु बेहुला बेहुलाको आमा सबैसँग जोड्ने छु पछि अनिललाई हेर्न काम लाग्छ यो रामबाट भुयासी दक्षिणा तदुमा सत्यमा छोड्दिनु यसो टिका लागे पनि अहिले चाहिँ म हाम्रो बेहुलोसँग छु यो भोलिको बेहुलो आज चाहिँ पुरै यहाँ ग्रह शान्ति गरेर चाहिँ बसिरहेको छ के छ केटा कस्तो फिल भइरहेछ जस्तो छ अरू त केही छैन मजा आइरहेको हो एक्साइटमेन्ट कतिको छ एक्साइटमेन्ट छ मजा आइरहेछ के भित्रभित्रै मात्रै छ भने जस्तो गर्छ जस्तो एक्साइटमेन्ट त भाइ होइन अनुहारमा देखिरहेछ खुसी नै छ होइन अब रमाइलो छ सबैजना आउनु हो मजा आइरहेको भरे के छ भरेको प्लान जाने हो भरे जाने हो भोलि जाने हो पर्सिदेखि चाहिँ यतै हो एक दुई दिन अब त्यति छ अच्छा ल ठिक छ अरू त होइन स्पेसल केही फिलिङ छ भने भन्न छैन भोक लागिरहेछ बेहुली भन्दा बढी भोकको सुर त हो ल ठिक रहेछ बेहुलीसँग त अहिले भन्ने कुरा खासै केही हुँदैन किनकि अब त मनमा पुरै मनमा लड्डु फुटा भइसक्यो होला होइन अरू त्यस्तो यस्तो अलिअलि हो चर्किँदै मात्रै छ क्या लड्डु ल भोलि फुट्छ भाइ लगभग आजको पूजाको कार्यक्रम सक्यो अब तिलक लगाएर अनि केटो उठ्छ त्यो पछाडि भरेका अरू कार्यक्रम पनि छँदैछन् क्याप्चर हुन्छ नै
अहिले चाहिँ म बेहुलाको आमा बुवालाई खोज्छु अब एकछिन फेरि मम्मीलाई खोजेर एकछिन उहाँहरूसँग पनि बुझ्नु पर्यो कस्तो भइरहेछ त भनेर है त। खोइ आन्टी कहाँ हुनुहुन्छ हौ? ल बेहुलाको बहिनी र बेहुलाको आमा चाहिँ हुनुहुन्छ। अन्त बेहुलाको आमा भएर चाहिँ के गर्नु हो खोइ हजुर? तपाईँले यस्तो गरेर हुन्छ? आज तपाईँले गर्ने नै हो नि, हामीले गर्ने काम हो। अच्छा ल ठिक छ। बेहुलाको आमा पुरै यहाँ भ्याइ नभइरहेछ आलु पखालालाई आगा पाउनु होला तरकारी खुवाउनु होला। के छ बहिनी खबर? हो ल तपाईँको काम सकिएछ तपाईँलाई सोध्छु म। के छ अनि दाइको बिहेको कस्तो लागिरहेछ रमझम? ओ माइ गॉड दाइको बिहेमा खुसी हुनुपर्ने गल्यौ तिमी? आज चाहिँ होइन ओफो के छ त? के छ दाइको बिहेको प्लान? साडी लाउने पार्लरमा गएर मेकअप गर्ने उफ मेकअप कति हजारको बुकिङ छ? अनि जन्ती जाने त्यस्तै छ। कतिको नङ लाग्यो जस्तो त? पुरै नङ त खतरा त। कहिले लाउनु भ्यायो नङ? अच्छा भनेपछि भाउसँग चिन्जान बोलचाल भइसक्यो नि होइन? काम आइसक्यो। ल ठिक छ ल इन्जोय गर तिमी भनेपछि दाइको बिहेमा इन्जोय गर है त। इन्जोय गर बिचरा बहिनीलाई कामले हैरान्छ। ल जाऊ तिमी आफ्नो काम गर। ठिक छ ल मैले ठ्याक्कै चिनेको छैन तर यहाँ हाम्रो रोटी राख्दै हुनुहुन्छ तपाईँलाई पनि मैले जोडेर अब चिन्जान गर्नु पर्यो हो। ल ठुलो मम्मी हुँदो रहेछ। के छ हजुरको घर कहाँ हो? केराबारी हो। कस्तो भइरहेको त छोराको बिहेमा? एकदम राम्रो एकदम खुसी छौँ। हो कहिले आउनुभयो? रमाइलो छ? अब 2 दिन बसेर नाच्ने होला नि त? आज भरे मजाले नाच्ने हो। अनि भरे मात्रै? भोलि पनि नाच्ने भने बेहुली सँगसँगै ए पर त्यो त पर है। ल बेहुलाको आमा पनि आइसक्नु भएको छ। के छ कस्तो फिल भइरहेको तपाईँलाई चाहिँ? दिदी पनि टक्क होइन मिलेर सँगै नि खेल्ने होला कि जन्ती जाने तपाईँ? ओहो तपाईँ त एक्लै पार्छ नि त? अनि तपाईँ त एक्लै हुनुभयो त समस्या हुनुभयो त नि? हो ल ठिक छ। अनि सँगै नि खेल्न चाहिँ आउँछ? हो ओहो भोलि सँगै रेकर्ड गर्न बस्नु कि जन्ती जानु जस्तो भयो त मलाई त। अनि हो ल ठिक छ ल इन्जोय गर्नुहोस्। कस्तो भइरहेको त छोरोको एउटै मात्र छोरोको बिहे होइन? अब कस्तो फिल भइरहेको तपाईँलाई चाहिँ? हो खुसी हो? खुसी त अनुहारमा देखिरहेको छ एकदम खुसी। ल यतिको चाहिँ हुँदो है त। हस् ल हस् म अरूलाई पनि जोड्दै जान्छु। तपाईँलाई पनि जोड्नु पर्यो। तपाईँको नाम भनिदिनु त मलाई। तपाईँको नाम भनिदिनु त। अनिलको के पर्नुहुन्छ? भाइ पर्नुहुन्छ? ए ल ठिक छ भनेपछि घर कहाँ तपाईँको? बाख्रै हो। छिमेकी पनि हुनुभयो है त? ल भनेपछि अनि कस्तो लागिरहेको दाइको बिहे? एकदम रमाइलो लागिरहेछ? ल ठिक छ। भरे दाइको बिहेमा पुरै कागे डान्स हान्ने हो? परो ल ठिक छ। हाम्रो पुरै बेहुलालाई यहाँ भ्याइ नभएछ। शान्ति शान्ति ब्रह्म शान्ति सर्वगौ शान्ति शान्ति रेव शान्ति। यहाँ चाहिँ पुरै तरकारीको लागि हो? हजुर यो अनिलको विवाहको प्रसार बटार्ने दिन हो। ए तपाईँलाई यो दिएला मैले लेख्छु अरे। हजुरको परिचय दिनु न मलाई अलिकति। म चाहिँ बेहुलो चाहिँ मेरो सालीको छोरा हो। ए हजुर। मेरो नाम तारानाथ घिमिरे, घर चाहिँ इटरी 5 वर्ष। ए हजुर। यहाँ निमन्त्रणा साथै यहाँ सरसगाउ गर्नको लागि विवाह सम्पन्न गर्नका लागि उपस्थित भएको छु। ठिक छ। कस्तो लागिरहेको त बिहे अहिले? एकदम खुसी लागिरहेको छ। हो सबैको काम मेलैसँग कर्मैसँग भइरहेको छ। हजुर। अब यो यज्ञको कामहरू सकेपछि अब यहाँ कसार बटार्ने काम चाहिँ हुन्छ। लगन गाँठाको कामहरू हुन्छ। हजुर। ए ल ठिक छ। यति भएपछि तपाईँ
रमाइलोमा हुनुहुन्छ भरे नाच्ने तयारी कतिको छ तपाईँको हजुर सकेसम्म धुमधाम हो नाचेर देख्नु ल ठिक छ भरे म यहीँ हुन्छु अब 3 दिन त म यहीँ लगातार हुन्छु तपाईँको डान्स हेर्न म पनि एकदम उत्सुक छु है त तपाईँ र म भरे नाच्नुपर्छ ल हुन्छ हस् ल भरे एउटा राम्रो गीत तपाईँ र म नाच्नुपर्छ है त यहाँ एकदम लागि पर्नु भएको छ उहाँहरूलाई चाहिँ म फेरि तपाईँहरूसँग जोड्छु तपाईँलाई जोडेर सुरुमा नमस्ते पक्रिदिनु त हामी यहाँ बोसै बोसो भएका खसी बनाउँदैछौँ बेलाई ए लु बोसो बनाउनु भएको यो चाहिँ बोसो ल यो चाहिँ बोसो अरे है त आमाले भन्नुभएको त्यो त हेर्नु न त नि बोसो हो यो बोसो यहाँ यो अलिकति रातो परेछ ल ठिक छ ल यता क्रमैसँग परिचय गर्नु पर्यो मैले चाहिँ चिन्नु पर्यो नि त होइन म चाहिँ अनिलको साथी है सुरुमा चिनाएँ मैले होइन हस् ए हजुर दिदी अनिलको दिदी हुनुभयो ए ए लु ठिक छ भनेपछि कस्तो लागिरहेको त भाइको बिहामा आएर चाहिँ एकदम रमाइलो छ खुसी छौँ हामी एकदम हो खुसी छ ल ठिक छ भनेपछि बोसो काट्न लागेको छ यो हजुरआमालाई दिनु त यो पकडेर बोल्नु त आमा म चाहिँ अनितकी ठुल्यामा कि सासू ए अँ कस्तो लागिरहेको त अनि अनिलको बिहे सासू हो म केराबारीदेखि आकी हजुर नातिको बिहे खान नाच्न अनि यो के गर्नु भएको यो बोसो यो बोसो हो अनि यसै चित्त बुझाउनु त हामीले अरे मासु त काट्दै छ नि त्यो त बोसो बेग्दै ए त्यस्तो हो यो त भएन यस्तो खालको बोसो भएको खसी कस्तो हुन्छ त अनि बजार छ पहाडको ए अँ खानेमा परे भन्नु तपाईँ चाहिँ खानुहुन्न फेरि ए म पनि तपाईँ जस्तै परेछु फेरि सागको किरा चाहिँ खान्छु यस्तो ल ठिक रहेछ साह्रै रमाइलो हुँदो रहेछ हजुरआमा सागका किरा चाहिँ खान्छु यो त लाग्दैन बोसो हो ल ठिक छ तपाईँलाई पनि जोडेँ मैले लु अब तपाईँले पनि परिचय गरिदिनु मलाई पछि भिडियो हेर्न म लडे त लड्नु चाहिँ भएन है हो ल मम्मी भए हजुर हो बिहे छ ए ल ठिक छ सब्जी काटिँदैछ ए अनि भोलि जन्ती जाने प्लानिङ छ कि सँगै ए अनि बुझ्नेलाई एक्लै छोडेर सँगै नि खेल्नलाई एक्लै छोडेर जाने जाने आएर रतौली पनि खेल्ने ए दुइटै भ्याउने हो म अलिक जान्दिनँ क्या यस्तो सिलवाल कोट लगाएर नाच्ने हो भोलि ए अँ ए भोलि आज चाहिँ बोसो बनाउँदैछ ल ठिक छ भनेपछि हो ल रमाइलो छ नि रमाइलो छोराको बिहेमा आएर खुसी हुनुहुन्छ रमाइलो खुसी रमाइलो छ ल ठिक छ यति भएपछि चाहिँ खुसी हुन्छ एकदम खुसी हो तपाईँको चक्कु देखेर भिडियो हेर्ने मान्छे डराउँछ जस्तो भइसक्यो डराउनु पर्दैन रोक्दिनँ म हो रमाइलो जिन्दगी छ ल ठिक रहेछ भनेपछि यहाँ एकदम मजाले कोपी र आलुको तरकारी बन्दैछ बोसो भन्दैछ फेरि आलु ए आलु चाहिँ आलुदेखि खानु त नि आमा आलु अब यता जोडेँ मैले लु अब त उहाँसँग मैले लेखेँ हो अघि बोलेको अँ लु फेरि भनिदिनु नि त तपाईँले चाहिँ अलिकति खुसी सेयर गर्नु पर्यो क्या छोरोको बिहे छ छोरोको बे म चाहिँ बेहुलाको साइली सानीमा हो ठुलेमा हो हजुर कतिजना बहिनी तपाईँहरू हामी 5 जनाको छौँ हामी ए हो र 5 बहिनी हो ए लु ठिक रहेछ भनेपछि कतिजना भेला आउनु भएको छ यहाँ 4 जना चारवटी भेला भइरहेछ एकजना चाहिँ कहाँ हुनुहुन्छ र ए भरे आउँदै हुनुहुन्छ ए लु ठिक छ भनेपछि हामी एकदम खुसी छौँ हो खुसी त खुसी छोराको बेमा भेला भइरहेछौँ हिजोदेखि आएका हौँ हामी यो बोसो काट्न हामी रतौली खेल्ने हो हजुर हामी एकदम खुसी छौँ ए लु ठिक छ यो त राम्रो कुरा हो भने पछाडि भनेपछि भरे नाच्नलाई खुट्टाद्वारा बनाउनु भएको छ हो नाच्नलाई जीवै डरो ए लु यतिको चाहिँ हुनु पर्यो क्या आमासँग चाहिँ भरे म नाच्छु तपाईँसँग चाहिँ म पक्का नाच्छु है भरे लु भरे पक्का नाच्ने है आमा तपाईँ र म अहिले हाम्रो बेहुलाको मामालाई जोडे तपाईँले पनि अलिकति परिचय गरिदिनु पर्यो होला नाम मोहन हो म चाहिँ उता विराट चोकबाट आएको हजुर यहाँ चाहिँ म कान्छो मामा यहाँ मेरो काइलो दिदीको छोरा हजुर अनिल भान्जाको बिहे हुँदैछ हामी एकदम रमाइलोसँग काम गरिरहेका छौँ अहिले यहाँ सब्जी काट्नलाई हजुर हामी धमाधम छौँ मामा चाहिँ कतिजना हाम्रो अनिलको हामी 2 जना छौँ मामा एकजना मामा गएर त म गएको थिएँ जेठा मामा इटारीदेखि उतापट्टि हो बाजेरामा हजुरआमा हुनुहुन्थ्यो त्यहाँ चाहिँ ए अब उहाँ पनि आउँदै हुनुहुन्छ ए हजुर कतिखेर आइपुग्नुहुन्छ ए, अब यहाँ रमाइलो छ जो ल रमाइलो भइरहेछ भान्जाको बेमा अनि भान्जालाई त भोलि त बोक्नुपर्छ तपाईँले त भान्जाले बोकिन्छ नि अब बोकिन्छ नचाहिन्छ सबै कुरा गरी भान्जा फेरि अनि मोटो मोटो त सकिन्छ के सकिहाल्छ
पर अस्ति म पनि भर्खर बिहे गरेँ नि त हजुर हजुर 3-4 महिना हुँदैछ फेरि म चाहिँ विदेश गएको थिएँ कि म विदेश गएको 21 दिन भएको थियो ए मुलाले बिहे गर्छ भन अनि आएको म हिजो मात्रै आइपुगेको साथीको बिहेमा भनेर अनि तपाईँहरूसँग जोडिनलाई यो चाहिँ भ्लगिङ अब यसो पछि हेर्नु पर्यो नि त रमाइलो होइन यो ज्यान डह्रो भएको मान्छेलाई बोक्न गाह्रो हुन्छ है मामा अलि विचार गर्नु होला भोलि ल भोलि बोके भोलि नाच्दै नाच्दै समय अनुभवाउनु पर्छ लु यता पनि दिनु त माइक एकचोटि तपाईँलाई पनि मैले छोडेँ ल के गर्नु पर्यो तपाईँले पनि म चाहिँ बेहुलाको माइली ठुली मम्मी हजुर एकदम खुसीका साथले यहाँनिर रमाइराखेका छौँ अब भरे नाच्नु पर्ने छ भोलि पनि नाच्नु पर्ने छ तपाईँ चाहिँ के रतौली खेल्ने त म जन्ती नै जाने अनि हाम्रो सबैले गाह्रो पार्ने भयो एक्लै पारेर भएन ए हो अच्छा भनेपछि दुइटै गर्ने तपाईँ यहाँ पछाडि आउनु तपाईँको त यहाँ त म त तपाईँको माया लागेर त अनि मर्न आँटेँ त अनि एक्लै चाहिँ हुनुहुन्न ठुलेमासँग जोडिरहेको छु अनि तपाईँलाई कस्तो लागिरहेछ त छोराको बिहेमा एकदमै खुसी खुसीको सीमा नै छैन हजुर खुसी भन्दा पनि झन् खुसी हो माथि खुसी भइरहेका छौँ अनि रमाइलो भयो कतिजना छोराछोरीको बिहे गरिसक्नु भयो तपाईँले मेरो 3टा छोराछोरी हुन् 3टैको बिहे गरी नातिको पनि बिहे गर्ने बेला भइसक्यो ए नातिको बिहे गर्ने बेला भइसक्यो छोरीका छोराको ए लु रमाइलो र तपाईँ त ढिलो पो हुनुभयो त नि यता नातिको दिदीको चाहिँ नातिको बिहे गर्ने बेला भइसक्यो तपाईँ चाहिँ कसरी यस्तो भएको उहाँ दिदी मुनि उहाँ हुनुहुन्छ उ ए हजुर ए ए ए अनि त्यहाँबाट पनि भएन अलिक ढिलो पनि गर होला छोराले हो ठिकै छ होइन उमेरमै गरेको योभन्दा छिटो गर्नु हुँदैन योभन्दा दुःख दिन अलिअलि म आफै कमाएर गर्छु भनेर ढिलो गर्छ यो त राम्रो कुरो हो नि त होइन यहाँ हाम्रो एकजना बा चाहिँ अघिदेखि एकदम सक्रिय भएर चाहिँ पूजापाठमा लाग्नु भएको छ यहाँ पुरेक दाको सङ्कलन पनि गरिदिनु हुन्छ तपाईँलाई पनि जोडेन मैले यहाँ पछि हेर्न काम लाग्छ यो लिनु त एकचोटि तपाईँले पनि परिचय गर्नु पर्यो अब यहाँनिर म बेहुलाको बुवाको ठुलेलाई अलि अगाडि राखेर बोल्नु ल बेहुलाको बुवाको ठुलोमाको छोरो भनेपछि दाजुभाइ काका बडो कि म ठुलो बा पर्छ बेहुला ए ठुलो बा भनेपछि ठुलो बा पर्नुभयो मेरो नाम इन्द्र घिमिरे घर गौरादह ए कस्तो लागिरहेको त अनि छोरोको बिहेमा आएर चाहिँ छोराको बिहेमा खुसी नै लागेको छ अब हो भतिजाको बिहे अब नराम्रो लाग्नु त कुरै छैन यहाँ चाहिँ हाम्रो अनिल भाइको स्टेज बन्दैछ यहाँ बसेर केटोले पर्सी टिका लाउँछ अरे टेन्सन बनाइसक्यो हजुर पर त गर्दैछु सकिएको छैन भिडियो मात्रै गर्छु के भनेको पुरै यहाँ चस्मा लाएर तपाईँले चस्माले साह्रो सुहाउँदो छ हो तपाईँलाई साह्रै सुहाउँदो रहेछ चस्माले मलाई एकदम सुहाउँछ हो मान्छे पनि 84 वर्ष मान्छ कि ठ्याक्कै 84 लागिरहेछु 84 लागिसक्नुभयो लागिरहेछु ए लु तपाईँले 84 पो गर्ने बेला भएर त के गरिसक्नुभयो यी गरौँ कि क्या हो यही सकेन हो होइन नगरौँ होला अहिले त फेरि 84 र बिहेसँगै गर्दा पाइयो त नि घरमा गएर हामीले बोलाउनु परेन बेहुला उता लाग्नु नि यता 84 गर्छ कहाँ त्यसो पाइन्छ त नि तपाईँले घरमा गएर हामीले बोलाउनु परेन 16 वटा पनती नछन् कति 16 वटा 16 जना पनाति 16 वटा पनती भए नाति नातिना कतिजना नाति अब ती 16 वटा नाति कति थुप्रो छन् नि धेरै भयो ए सारा त छोरीपट्टिका गएर त छन् होला नि थुप्रो भनेपछि मैले सुनेको कुरा ठिक रहेछ होइन त छोरापट्टिका 4 जना मैले एउटा कुरा सुनेको थिएँ कि आमा सुन्नु त के भन्छन् भने नि यो नाति नातिना भएपछि बा आमाले छोराछोरी भन्दा नाति नातिनाको माया गर्छन् अरे अनि नाति नातिना भन्दा पनि तल गएर पनाति मात्रै खोज्छन् अरे तपाईँलाई पनातिना थाहा रहेछ नाति नातिना बिर्सिसक्नुभयो सुन्नु है हजुर उड्ने पुतलीको पानी मनी छाया छोराको भन्दा नातिको माया हजुर गईको भन्दा मोहीको तिर्सना झन् पनाति सकिन मैले बिर्सिन हो यो चाहिँ साह्रो राम्रो कुरो रहेछ त्यही भएर आमालाई चाहिँ पनातिको चाहिँ धेरै साह्रो छ हजुर
भिडियोमा आउँछ अरे नि त। लु त आमा गङ्गा नुहाएर मनको मैला पखालिँदैन, गङ्गा नुहाएर मनको मैला पखालिँदैन, मनमा कपट बोकेर धर्म गर्दा पार हुँदैन। हो यो साह्रै राम्रो कुरा आत्मा हुनुपर्छ निर्मल, कुवा पनि भइदिन्छन् गङ्गा जल। हजुर आत्मा निर्मल भएर खुसी भएर गयो भने कुवा पनि गङ्गा भएर हर गर्छन्। यो साह्रै राम्रो कुरा हो आत्मा सफा हुनु पर्यो। आत्मा सफा हुनु पर्यो। म चाहिँ त्यस्तै खलबले बुढी छु, सानी सानी भए साह्रै रमाइलो हुँदो रहेछ क्या तपाईँ चाहिँ यतिको रमाइलो मान्छे चाहिन्छ क्या अघि उमेर युरिया थिएन, पछि होइन अहिले नै यो उमेरमा यस्तो गर्नुहुन्छ तपाईँ, यो उमेरसम्म पछि हाम्रो उमेरमा आइपुग्दा के गर्नुहुन्छ तपाईँले? खोइ के गर्छ गरे नि। अब यो उमेरमा त यतिको हुनुहुन्छ सबै टोलै गाउँघर सबै रमाइलो टोलै हो। थियो नि उतिखेर लु ठिक रहेछ, यतिको रमाइलो मान्छे चाहिन्छ। निर्मल कुवा यहाँ चाहिँ हाम्रो भाइको कसारबाट नै सक्खर पुरै उम्लिरहेछ, यता तयारी चाहिँ पुरै भइरहेछ। अब यहाँ दियो कलश चलाएर त्यहाँ कसार भुट्ने हो, तर यहाँ बेहुलो कता हरायो थाहा भएन। के हो के साह्रो राम्रै भयो कि हो तिमी त बहिनी? किन यत्रो बेर हराइन भनेको त यस्तो पो रह त यहाँ ठिकै हो। आगो चाहिँ कत्रो तोरीको कराईमा बालेको बालै डढिसक्यो होला। छैन यता तान्दिनु न। कसार बटार्ने बेला भयो, हाम्रो बेहुलाको आमाले टिका लाउँदै हुनुहुन्छ। लगन कसार बटार्ने लगन बोलाउने कार्यक्रम ल। शुभ लगन भयो। आत्तिनु पर्दैन, कहीँ भाग्दैन त्यो। बल्ल बल्ल दाजुको बिहायो छैन दक्षिणा। हो र बहिनी आयो दक्षिणा चाहियो। ए आयो 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 ल ल ल ल ल केही छैन, एउटा दाइको बिहे हो। लो लो बुढा नानी बुढा लु उनीहरूले हात लागेपछि हामीले गरेर भला नि त। भएन त्यसरी अन्त त्यसलाई लोभ नगर भन त, भोलिको अर्को किन्दा हुन्छ। सिन्धुलीको बुढाले ल्याएको छ अरे क्या, यो लगनको लागि मात्रै हो क्या। यो लाने रहेछ कि यही पकाएको उता हुँदैन हौ यता गर्ने। यो के गर्नुभएको तपाईँहरूले गर्न चाहिँ यो मिलेन भनेकै कसरी भुटेको भन्नु पऱ्यो नि, बटारेको हो त। ल ल ल ल ल डल्लो बनाउनु डल्लो अनिल सर यस्तो डल्लो डल्लो बनाउनु पर्छ ल, गोलो एउटा गोलो बनाउनु न।